हेलो नमस्ते। हामी चाहिँ यहाँ नयाँ प्रोजेक्ट सुरु गर्दैछौँ। एकदम बिगिनिङ अवस्थामा छौँ। हामीले चाहिँ यसलाई यसो रिसोर्ट बनाउनु खोजेको अनि रिसोर्टको भाइब्स आओस् भनेर चाहिँ नरिवलहरू प्लानिङ गर्दैछौँ हैन। गाह्रो साह्रो बन्दैछ। यो चाहिँ हाम्रो धरान 4 पर्छ अनि शिवदत्त जाने बाटोमा। यहाँ चाहिँ स्विमिङ पुल सहितको रिसोर्ट बन्दैछ, होमस्टे सहितको है। गाइजहरू हेर्दै गर्नु होला, पछि रेडी भएपछि आउनु होला। नमस्कार देशवासी, आमा बुवा दाजुभाइ दिदीबहिनी सबै सम्पूर्ण धरानवासीहरूमा हामी तपाईँहरूकोमा चाँडै आउँदैछौँ। हाल 2-4 दिनदेखि हाम्रो काम सुरु हुँदैछ। तपाईँहरूकै नजिकै स्थान धरान उपमहानगरपालिका 4 स्थित भालुखोलामा शिवजट्टा जाने बाटो नजिकै निर्माण कार्य सुरु भइसक्यो है। हालसम्म रिसोर्टको कामहरू सुरु हुँदैछ है।